नमस्ते, गीता महाज्ञानको आजको 8औं अध्यायमा तपाईँलाई स्वागत छ। आज हामी चर्चा गर्नेछौँ शत्रु कमजोर रहेको कसले ठान्छ। दुर्योधनले आफ्नो सेनालाई ठूलो र अजय ठान्दै गर्दा उनले भीमले रक्षा गरेको पाण्डव सेनालाई किन सानो र जित्न सकिने खालको भने वर्णन गरे। गुरुदेव एलपी भानु शर्माको विश्लेषण अनुसार यो मानसिकताको पछाडिको मनोवैज्ञानिक सत्य के हो, आउनुहोस् विस्तारमा बुझौँ। दुर्योधनले गुरु द्रोणाचार्यलाई भन्छन्, भीष्मले रक्षा गर्नुभएको हाम्रो सेना अजय छ, तर भीमले रक्षा गरेको पाण्डव सेना भने सानो र जित्न सकिने खालको छ। गुरुदेव भन्नुहुन्छ, अहङ्कारले जहिले पनि आफ्नो पक्षलाई ठूलो र अजय देख्छ। दुर्योधन आफ्नो सेनाको विवरण बढाइ चढाइ गर्दैछन्, किनभने जब व्यक्तिको कामना र अहङ्कार बढ्छ तब उसलाई सत्यमा भरोसा हराउँछ र उसले असत्यको सहारा लिएर आफूलाई ठूलो देखाउन खोज्छ। गुरुदेवको विश्लेषण अनुसार दुर्योधनले गुरु द्रोणाचार्यलाई यो विवरण दिनु नै उनको हीनताबोधको प्रमाण हो। यदि उनको सेना साँचो अर्थमा अजय हुन्थ्यो भने उनले यसरी बढाइ चढाइ गरेर विवरण दिनुपर्ने आवश्यकता नै थिएन। यो अहङ्कारको यस्तो जाल हो जहाँ व्यक्तिले आफूलाई जित्नका लागि अरूलाई कमजोर साबित गर्नै पर्ने हुन्छ। अध्यायको अर्को महत्त्वपूर्ण पक्ष भनेको दुर्योधन र अर्जुनको फरक मानसिकता हो। दुर्योधन भन्छन्, म मेरो अभिष्ट प्राप्तिका लागि जसलाई पनि मार्न तयार छु, जबकि अर्जुन भन्छन्, म आफै मर्न तयार छु तर अरूलाई मार्दिन। यो अध्यायले हामीलाई सोध्न बाध्य पार्छ कि के हामी दुर्योधनको जस्तो बाटोमा छौँ जहाँ स्वार्थका लागि अरूलाई नाश गर्न खोजिन्छ, वा अर्जुनको जस्तो जहाँ सत्य र प्रेमका लागि आत्मत्यागको भावना छ। गुरुदेव स्पष्ट पार्नुहुन्छ कि कामना र अनियन्त्रित विचार नै हाम्रो जीवनका वास्तविक शत्रु हुन्, जसलाई हामीले चिन्नुपर्छ। दुर्योधनले बाहिरी शत्रुहरूलाई मात्र देख्छन्, तर उनलाई यो थाहा छैन कि उनको वास्तविक शत्रु त उनको आफ्नै कामना हो। जबसम्म हामी दुर्योधन रूपी कामनालाई जित्दैनौँ तबसम्म हाम्रो जीवनमा शान्ति आउन सक्दैन। साथीहरू, विचार गर्नुहोस्, दुर्योधनले भीमको बल देख्दा पनि किन आफूलाई बलियो ठानिरहेका छन्? किनकि अहङ्कारले सत्यलाई देख्नै दिँदैन। आज हाम्रो जीवनमा पनि हामी आफ्ना साना स्वार्थहरूका लागि अरूलाई कमजोर र आफूलाई ठूलो ठानिरहेका त छैनौँ? यदि यो भाव हाम्रो मनमा छ भने बुझ्नुहोस्, हाम्रो असली शत्रु बाहिर होइन, भित्रै छ। आफ्नो यो अहङ्कारी चस्मा फुकाल्ने साहस गर्नुहोस्। गुरुदेव भन्नुहुन्छ, यो अहङ्कारी दृष्टिबाट मुक्त हुने र बाहिरी शत्रुभन्दा भित्री शत्रुलाई चिन्न सक्ने एकमात्र उपाय हो ध्यान। जब हामी ध्यान गर्छौँ तब हामीलाई थाहा हुन्छ कि हामी बाहिर देखिरहेका शत्रुहरू वास्तवमा हाम्रा आफ्नै अहङ्कार र कामनाका प्रतिबिम्ब मात्र हुन्। ध्यानले हामीलाई त्यो ठाउँमा पुर्याउँछ जहाँ म र तँको द्वन्द्व सकिन्छ र आत्मबोधको सुरुवात हुन्छ। यदि हामीले बेलायमै ध्यानको सहारा लिएनौँ भने दुर्योधन जस्तै हामी पनि भ्रमको जालमा पसेर आफ्नो विनाश आफै निम्त्याउनेछौँ। त्यसैले ध्यान कुनै विकल्प होइन, यो मानव जीवनको अनिवार्य आवश्यकता हो। आजैबाट थोरै समय भए पनि आफ्नो भित्री संसारलाई हेर्न सुरु गर्नुहोस्। ध्यानले नै दुर्योधन प्रवृत्तिलाई अर्जुनको सजगतामा बदल्न सक्छ। साथीहरू, शत्रुलाई कमजोर ठान्नु नै सबैभन्दा ठूलो कमजोरी हो। हामी बाहिरका शत्रुहरूमाथि विजय प्राप्त गर्न त खोज्छौँ, तर भित्रको अहङ्कारसँग लड्न बिर्सिन्छौँ। के तपाईँ आफ्नो अहङ्कारलाई ध्यानको आगोमा जलाउन तयार हुनुहुन्छ? यदि हुनुहुन्छ भने आजैबाट मौन बसेर अभ्यास सुरु गर्नुहोस्। आफ्नो श्वासमा ध्यान केन्द्रित गर्नुहोस्। आउनुहोस्, ध्यानको सहारा लिएर जीवनको यो महान युद्धमा सही दिशातर्फ अगाडि बढौँ। तपाईँलाई आजको यो अध्याय र ध्यानको सन्देश कस्तो लाग्यो? कमेन्टमा पक्कै लेख्नुहोला। म डिम्पल तपाईँको आन्तरिक शान्ति र आत्मजागरणको कामना गर्दछु। अर्को अध्यायमा यस्तै महत्त्वपूर्ण विषयका साथ भेटौँला। हरिओम तत्सत। धन्यवाद।